आजको युग वास्तवमा विज्ञान र प्रविधिको युग। विज्ञान र प्रविधिले सुसज्जित 21औं शताब्दी जहाँ त्यस्ता विश्वका विकसित देशका मानिसहरू नयाँ नयाँ खोजहरू, नयाँ नयाँ अध्ययनहरू, नयाँ नयाँ आविष्कारहरू गर्न तल्लीन रहेका छन्। तर आज हामी दक्षिण एसियाली समाजको दुईवटा देश भारत र नेपाल, जहाँका 21 करोड भन्दा बेसी उत्पीडित दलित समुदायहरू मानव भएर बाँच्नको निम्ति सङ्घर्ष गर्नु परेको छ। मानव भएर बाँच्नकै लागि विभिन्न आरोह र अवरोहहरूको पार गरिरहनु परेको छ। समाजमा सम्मानित जीवन जिउन पाइरहेका छैनन्। यो समस्या वर्गीय समस्या हो, यो समस्या जातीय समस्या हो, यो समस्या वर्गीय समस्या हो। वास्तवमा हामीले यो वर्गीय समस्याको रूपमा रहिरहँदा यसलाई समाधान गर्नुपर्दछ, यसको अन्त्य गर्नुपर्दछ। यसको अन्त्य हुनुपर्दछ भन्ने हिसाबले हाम्रो गौरवशाली सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले लामो समयदेखि अनवरत रूपमा सङ्घर्ष गर्दै आइरहेको छ। यो नेकपा एमालेको महत्त्वपूर्ण सङ्गठन हो। 2045 सालमा तत्कालीन नेकपा एमालेको भातृ सङ्गठनको रूपमा, नेकपा एमालेको जनसङ्गठनको रूपमा कमरेड गोल्से सार्कीको संयोजकत्वमा उजाउ मञ्चको रूपमा स्थापित भएको सङ्गठन हो। यो सङ्गठनको स्थापनाभन्दा अगाडि दलितहरूले 2003 सालबाट संयुक्त रूपमा आन्दोलनहरूको सुरुवात गरेका थिए। ती आन्दोलनहरूको सुरुवात गर्दा विभिन्न सङ्घ संस्थाहरूका नामबाट आन्दोलनहरू सुरु गरेका थिए। यसरी सङ्गठनका नामहरूबाट आन्दोलनहरूको सुरुवात गर्दा, आन्दोलनहरूलाई अगाडि बढाउँदा कुन विचार दृष्टिकोणका आधारमा, कुन सिद्धान्तका आधारमा हामीले आन्दोलनहरूलाई अगाडि बढाउने, वैचारिक रूपले अपरिपक्व आन्दोलनहरू अगाडि बढाउँदा यो आन्दोलनहरूले उपलब्धि हासिल गर्न सकेन, उपलब्धिहरू हुन सकेन। त्यसो भएको हुँदा यो सङ्गठनलाई विचारको आधारमा, यो सङ्गठनलाई, यो समुदायलाई दृष्टिकोणका आधारमा निर्माण गर्नुपर्दछ, जातीय छुवाछुतको अन्त्य गर्नुपर्दछ भन्ने हिसाबका साथ नै यो मुक्ति समाज नेपालको स्थापना भएको। यसको स्थापना 2045 साल पौष 3 गते पाटनको संयुक्त इन्जिनियरिङ कुलचोक क्याम्पसमा भएको थियो। यसको स्थापना सँगै जति बेला देश पञ्चायती शासन व्यवस्थाका विरुद्ध आन्दोलन र सङ्घर्षरत थियो, त्यति बेला यो मुक्ति समाजको स्थापना सँगसँगै यसले 46 सालको जनआन्दोलनमा सक्रियताका साथ सहभागिता जनायो, आन्दोलनका गतिविधिहरूलाई अगाडि बढायो। यो आन्दोलनका क्रममा 46 साल फागुन 1 गते एउटा पर्चा निकाल्दै त्यो आन्दोलनका गतिविधिका विरुद्धमा यसले आफ्ना प्रचार प्रसारहरू गर्यो। त्यसमा 1990 को सन्धि सम्झौताको खारिज गर्नुपर्ने, दलितहरूले जातीय छुवाछुतको पूर्ण रूपमा अन्त्य हुनुपर्ने, जातीय छुवाछुतका विरुद्ध टेलिभिजनहरू मार्फत कार्यक्रमहरूको प्रसारण हुनुपर्ने, दलितहरूले थरका आधारमा नागरिकता प्राप्त गर्नुपर्ने र त्यति बेला संविधान निर्माणको समय भएकोले संविधान सुझाव आयोगमा दलितहरूको प्रतिनिधित्व हुनुपर्ने जस्ता मागहरू राखेर आफ्ना गतिविधिहरू निरन्तर बढाइरहेको थियो। सङ्गठनलाई देशव्यापी रूपमा, सङ्गठनलाई जिल्लाव्यापी रूपमा विस्तार गर्नुपर्दछ, सङ्गठनलाई तल्लो तहसम्म पुर्याउनु पर्दछ, सङ्गठनलाई आम गाउँ गाउँमा, बस्ती बस्तीमा पुर्याउनु पर्दछ भनेर आफ्नो स्थापना कालदेखि नै देशव्यापी रूपमा सङ्गठन विस्तार, निर्माण, परिचालन लगायतका कामहरूलाई यसले स्थापना कालदेखि अगाडि बढायो। यो क्रम निरन्तर जारी रह्यो। यसरी मुक्ति समाजले आफ्नो स्थापना कालदेखि निरन्तर गतिविधि दलितका विषयमा, उत्पीडित वर्ग समुदायको पक्षमा काम गर्दै आइरहेको छ।
त्यसबाट दलितहरूले गरेका सङ्घर्ष, आन्दोलनबाट गरेका सङ्घर्ष, मुक्ति समाजले गरेको सङ्घर्ष र त्यसबाट प्राप्त उपलब्धि आज संवैधानिक र राजनीतिक व्यवस्था नै हो। हिजो यो समाजलाई फोट विभाजन गर्ने प्रक्रियाहरू थिए, त्यसका श्रृङ्खलाहरू थिए। त्यसका श्रृङ्खलाहरूमध्ये मनुस्मृति जस्ता धर्मग्रन्थहरूको रचना गरेर यो समुदायमाथि शोषण र उत्पीडन गरेको थियो, विभेदहरू गरेको थियो, बहिष्कारहरू गरेको थियो। यस्ता प्रथाहरूको अन्त्य हुनुपर्दछ। यस्ता प्रथाहरू समाजबाट हटाउनु पर्दछ। समाजमा सबै मानिसहरूले सम्मानित जीवन जिउनु पर्दछ। समाजमा यस्ता प्रथाहरूको अन्त्य गरेर समतामूलक समाजको निर्माण गर्नुपर्दछ भनेर मुक्ति समाजले सङ्घर्ष गर्यो। मुक्ति समाजले सङ्घर्ष गरेका बावजुद नै त्यसको परिणामस्वरूप संविधानमा त्यस्ता थुप्रै व्यवस्थाहरू निर्माण गर्न सफल भएका छन्। संविधानको प्रत्येक पानाहरू पल्टाउने हो भने संविधानको प्रस्तावनामै छुवाछुत भेदभावलाई वास्तवमा राज्यले स्वीकार गरेको छ। जुन कुरालाई आजसम्म दलितहरूको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतले स्वीकार गरेको छैन, संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेको छैन, नेपालले स्वीकार गरेर अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। केही प्रतिशत भए पनि यो समुदायको राज्यमा उपस्थित हुन थालेको छ। संविधानका ती धाराहरू पल्टाउने हो भने धारा 17 मा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ। सबै नागरिक स्वतन्त्रता हुनुपर्दछ, सबैले स्वतन्त्र हिसाबले जीवन जिउनु पर्दछ भनेर धारा 17 मा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ। धारा 17 मा समानताको हकको व्यवस्था गरिएको छ। धारा 24 जो दलितको हकको व्यवस्थाको रूपमा स्थापित गरेको छ। छुवाछुत भेदभावलाई अन्त्य गर्नुपर्दछ। छुवाछुत भेदभाव सामाजिक अपराध हो भनेर धारा 24 मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरिएको छ। त्यसै गरी दलितको हक अन्तर्गत दलितहरूलाई मौलिक हक अन्तर्गत सम्बोधन गर्नुपर्ने समुदायको रूपमा स्थापित गरेको छ। धारा 40 मा दलितको हकको व्यवस्था गरिएको छ। त्यसअनुसार भूमिहीन दलितलाई राज्यले एकपटक भूमिको व्यवस्थापन गर्नुपर्ने कुरा, दलित विद्यार्थीहरूलाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्थापन गर्ने कुरा, दलित समुदायको परम्परागत पेसाजन्य व्यवसायलाई आधुनिकीकरण गर्ने कुरा वास्तवमा महत्त्वपूर्ण कुराहरू संविधानमा लिपिबद्ध गर्न सफल भएका छौँ। तर व्यवहार त अहिले पनि कार्यान्वयन हुन सकिरहेको छैन। संविधानमा हामीले उत्पीडित दलित समुदायका त्यस्ता थुप्रै व्यवस्थाहरू निर्माण गर्न सफल भएका छौँ, लिपिबद्ध गर्न सफल भएका छौँ। यो दलित आन्दोलनले गरेको सङ्घर्ष र त्यसबाट प्राप्त उपलब्धि हो। तथापि समाजले दलित समुदायलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारहरूमा अहिले पनि परिवर्तन आउन सकिरहेको छैन। समाजमा जातीय छुवाछुत र विभेदले जरो गाडेर बसेको छ। यस्ता प्रथाहरूको अन्त्य नगरेसम्म वास्तवमा हामी समतामूलक समाजको निर्माण गर्न सक्दैनौँ। हाम्रो संविधानमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ। संविधानको प्रस्तावनामा सुखी नेपाली र समृद्ध नेपालको निर्माण गर्ने सङ्कल्प गरिएको छ। यदि त्यसो हो भने जातीय छुवाछुतको अन्त्य हुनुपर्दछ। यो समुदायले अरू समुदायसँग सम्मान मानवीय हैसियत प्राप्त गर्नुपर्दछ। आर्थिक रूपमा यो समुदायको जीवन स्तरमा परिवर्तन ल्याउनु पर्दछ। त्यसका निम्ति आर्थिक सुधारका क्रियाकलापहरू गर्नुपर्दछ। दलितको जीवनलाई फेरबदल हुने खालका गतिविधिहरू बढाउनुपर्छ। त्यसका निम्ति स्थानीय सरकारहरू बढी सचेत हुनुपर्दछ। जुन आज बन्ने कमिटीले स्थानीय सरकारहरूसँग आफ्ना समुदायका समस्याहरूलाई राख्ने, आफ्नो समुदायका मागहरूलाई स्थानीय सरकार समक्ष लैजाने, ज्ञापन पत्रहरू बुझाउने, ध्यानाकर्षणहरू गर्ने, सङ्घर्षका कार्यक्रमहरू गर्ने जस्ता कार्यक्रमहरू अगाडि बढाउनु पर्दछ। संविधान र कानुनमा त्यस्ता थुप्रै व्यवस्था हुँदाहुँदै पनि यो समुदायलाई वास्तवमा आजको हाम्रो मुख्य चुनौती आर्थिक रूपमा अगाडि बढाउनु हो, आर्थिक रूपमा समुन्नत तुल्याउनु। त्यसका निम्ति मैले भनिसकेको छु,